केही दिन यता संसद अवरुद्ध छ। आज प्रतिनिधि सभा बैठकमा कुलमानज्यूको बारेमा चाहिँ प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले चाहिँ सम्बोधन गर्नुभएको छ, जुन चाहिँ जवाफ दिनुभएको छ, जुन भिडियो चाहिँ तपाईँले हेर्न सक्नुहुनेछ। विषय सामान्य छ। एकजना कर्मचारीको विषयमा प्रश्न उठेको छ, सदन अवरुद्ध छ, महत्त्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ। राष्ट्र सेवक कर्मचारीको गुण दोष टिप्पणी गर्ने स्थल चाहिँ यहाँ हो भन्ने मलाई लाग्दैन। त्यसको प्रक्रिया छ। राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारवाही गर्ने विधि पनि यसै सदनले निर्धारण गरेको छ। यति चाहिँ भनौँ, सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने वा मन्त्रीप्रति कानुनप्रति लोयल्टी फिल भएन भने वा लोयल्टी राखिएन भने जुन जवाफ लगत्तै हाम्रा राष्ट्रसभाका माननीय मनिष झाले चाहिँ खण्डन गर्नुभएको छ, जुन भिडियो चाहिँ तपाईँले हेर्न सक्नुहुनेछ। आज प्रधानमन्त्रीले अर्को एउटा कुरा भनेर जानुभयो कि एउटा कर्मचारीको सरुवा हुँदै गर्दा ऊ मन्त्रीप्रति लोयल हुने, कर्मचारी मन्त्रीप्रति लोयल हुने कि देशप्रति? मन्त्रीको चाप्लुसी गर्नलाई को कर्मचारी आउँछ? कस्तो कुरा गरेर जानुभयो उहाँले कि मन्त्रीप्रति लोयल भएन त्यसैले सरुवा गरियो रे। राज्यप्रति, राज्यले तोकेको उसको जब डिस्क्रिप्सन प्रति, ऊ जे कार्यविधि लिएर आएको छ त्यो प्रति, उसको संस्थाको लक्ष्य प्रति, यो प्रति लोयल हुने कर्मचारी हामीलाई चाहिएको छ, कुनै मन्त्री प्रति लोयल हुने होइन। माननीय सदस्य, यहाँलाई समय दिएको छ। राष्ट्रसभाका माननीय सांसद मनिष झाले चाहिँ हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई चाहिँ दनक दिनुभएको छ, ठाउँको ठाउँ चाहिँ जवाफ दिनुभएको छ र प्रधानमन्त्रीज्यू चाहिँ हेरेको हेरे म त हेरेको हेरे। यो भिडियोलाई यहाँसम्म हेरिदिनु भयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र जाँदै जाँदै मेरो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। थ्याङ्क यू, नमस्ते।